हामी यतिकै गरिराख्ने हो भनेदेखि भने यो चाहिँ अधिवेशनलाई खालि टार्ने कुरा मात्रै हुन्छ। अधिवेशन टार्ने, अधिवेशन टाल्ने, अधिवेशन हुन्छ भनेर हामीले छलछाम गर्ने कुरा मात्रै हुन्छ। यो छलछाम गर्ने कुराले यो पार्टीलाई धेरै ठुलो क्षति पुऱ्याउँछ, पार्टीका देशभरिको साथीहरूलाई शिथिल बनाउँछ, निराश बनाउँछ। हामी त्यसै पनि पहिला चुकिसक्यौँ। नेपाली कङ्ग्रेस पार्टीले गएका बितेका 1-1.5 महिनाभित्रमा हामी खालि आफ्नो पार्टी कार्यालयभित्र यहाँ बसेर पार्टीभित्रको झगडामा, पार्टीको अधिवेशन, पार्टीको क्रियाशील भनेर बसेका छौँ। अरू पार्टी अगाडि कहाँ बढिसक्यो, अनावश्यक हामीले समय खेर फाल्यौँ। अब फेरि यो अनावश्यक समय खेर फाल्ने कुरा हुँदैन, अब फेरि आलटाल गर्ने कुरा हुँदैन। अधिवेशन यदि हामीले यसरी नियमित अधिवेशन गरेर जाँदैनौँ भनेर भन्यो भने विकल्प एकदम खुला छ। पार्टीको साथीहरूले यहाँ माग राख्नु भएको छ बगैँचासँग, त्यो पनि विधानले नै भनेको छ विशेष अधिवेशन गर्ने, विशेष अधिवेशनबाट अधिवेशनले गर्ने निर्णय गर्ने। यदि अहिले हामी अधिवेशन गर्न सक्दैनौँ भन्ने हाम्रो कुरामा जन्छ। तर हामी अझै पनि के भनिरहेका छौँ भने सबै साथीभाइले ठिक ढङ्गले काम गर्नु हो भने हामीसँग छोटो समयमा गर्न सक्छौँ। तर के कुरा चाहिँ अब मन्जुर छैन भने हामी अधिवेशनको कुरा आलटाल गर्ने, गर्दै जाउँला भन्ने, हेर्दै जाउँला भन्ने, यसै गर्दै जाउँ भनेर भन्ने, त्यो गर्ने कुरा मन्जुर छैन। विधानको मस्यौदाको समिति बनेको छैन। अधिवेशनका लागि बनाउनु पर्ने कुनै अरू बाँकी रहेका कामहरू, अधिवेशनको लागि बनाउनु पर्ने तयारी समिति, अधिवेशनको लागि चाहिने अरू प्रतिवेदन लेखन समितिहरू जे जति कुराहरू गर्नुपर्ने हो त्यो केही पनि कुराहरू नगरिकन खालि कार्यतालिका बनाइदिएर क्रियाशीलको काम लगाइदिएर अनि त्यो क्रियाशीलको काम चाहिँ महामन्त्रीको जिम्मामा छ, गर्नुपर्ने तल जिल्ला क्षेत्रहरूले छ, जिल्ला र क्षेत्रहरूबाट कामहरू सम्पन्न हुन नसकेको कुराको भारी बोकाइदिएर चाहिँ अधिवेशन त गर्न खोजेको, अधिवेशन भएन भनेर गर्ने यो छलछाल गर्ने कुरा यो स्वीकार्य हुँदैन।